कम्युनिस्ट पार्टीको संस्थापक नेता, अग्रणी व्यक्तित्व, कम्युनिस्ट आन्दोलनको जनकको रूपमा पुष्पलाललाई हामीले लिने गर्छौँ। पुष्पलालले एकतन्त्रीय जहानीय राणा शासनको विरुद्धमा उनले अभूतपूर्ण योगदान गरेका छन्। दाइ गङ्गालाल श्रेष्ठको बलिदानपछि उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने काम गरे। निरङ्कुशता, स्वेच्छाचारिताको विरुद्धमा उनले आफ्नो सम्पूर्ण शक्तिको प्रयोग गरेको देखिन्छ। राष्ट्रियता, जनतन्त्र, जनजीविका, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा कमरेड पुष्पलाल श्रेष्ठको अभूतपूर्ण योगदान रहेको छ। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्न उनले ठुलो योगदान गरेका छन्। मार्क्सवाद, फ्रेडरिक एङ्गल्सको कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलो पटक अनुवाद गर्ने व्यक्ति पनि पुष्पलाल श्रेष्ठ नै थिए। उनले कम्युनिस्ट आन्दोलनलाई स्थापना गर्नको निमित्त उनले गरेको योगदान अतुलनीय रहेको छ। राष्ट्रियता, जनतन्त्र, जनजीविकाको विषयमा ठुलो योगदान पुर्याएका छन्। उनका चर्चित विचारहरू पनि रहेका छन्। कम्युनिस्ट पार्टीमा नेता प्रधान होइन, नेतृत्व प्रधान हुन्छ भनेका छन्। कम्युनिस्ट पार्टीमा कम्युनिस्ट नेता सादा जीवन, उच्च विचार हुनुपर्छ। हाम्रो दर्शन, विचार जीवन व्यवहारसँग जोडिनुपर्छ। जनता सङ्घर्षशील हुनुपर्छ। राष्ट्रिय स्वाधीनताको विकास नभएसम्म जनता स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न हुन सक्दैनन् भनेर पनि पुष्पलालले भनेका छन्। र कम्युनिस्ट पार्टीभित्र आलोचना, आत्मआलोचना कम्युनिस्ट पार्टीको जीवन शक्तिको रूपमा रहेको उनले बताएका छन्। कम्युनिस्ट पार्टीभित्रको सबैभन्दा डरलाग्दो, खतरनाक रोग भनेको व्यक्ति पूजा हो। यसले कम्युनिस्ट पार्टीलाई धराशायी बनाउँछ भनेर भनेका छन्। उनको यो चर्चित विचार पनि हो। त्यसैले कम्युनिस्ट पार्टीभित्र व्यक्तिभन्दा पनि सङ्गठन र सिद्धान्तको पूजा गर्नुपर्छ, ताकि व्यक्तिको पूजा होइन भनेर उनले भनेका छन्। त्यसैले कम्युनिस्ट पार्टीभित्र आज जे भइरहेको छ आज सुखद भएको देखिँदैन। र नेपालमा कम्युनिस्टहरूको शक्ति हेर्ने हो भने आधा आकाश ढाकेको छ, आधा चाहिँ धरती ढाकेको छ। कम्युनिस्टहरू एकताबद्ध र कटिबद्ध हुने हो भने नेपालमा कम्युनिस्टको भविष्यहरू स्वर्णिम र सुन्दर छ। त्यसैले व्यक्तिगत स्वार्थ होइन, कुनै व्यक्तिगत आग्रह, पूर्वाग्रह होइन, कुनै नाफा घाटाको कुरा होइन। पुष्पलालले लिएको कम्युनिस्ट विचारधारा, त्यो दर्शन, त्यो मार्क्सवादलाई हामीले आत्मसात गर्ने हो भने नेपालको कम्युनिस्टहरूको चाहिँ भविष्य सुन्दर र स्वर्णिम अक्षरमा लेखिने कुरा हामी सबैलाई अनुभूत दिलाउने कुरा हामीले विश्वास गरेका छौँ। र त्यसैले सम्पूर्ण कम्युनिस्ट घटकहरू, सम्पूर्ण राष्ट्रवादी, देशप्रेमी, जनप्रेमीहरू र वामपन्थीहरू, जनतान्त्रिकहरू एकताबद्ध र कटिबद्ध हुन जरुरी छ। र पुष्पलालले लिएको यो जुन विचार छ हामीले निस्वार्थ ढङ्गले हामीले पुरा गरौँ भने पुष्पलाल प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। र उहाँले लिएका सपनाहरू पनि हामीले पुरा गर्न सक्नेछौँ। र त्यसैले पुष्पलालको सपना पुरा गर्नको निमित्त पुष्पलालले लिएको विचार सिद्धान्तलाई
हामीले बिना स्वार्थ निस्वार्थ ढङ्गले कम्युनिस्ट पार्टीमा लागौँ, देश र जनताको भलाइको लागि काम गरौँ भन्ने कुरा राख्दै फेरि पनि पुष्पलाल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। लाल सलाम।